आज पनि मैले तपाईहरुको लागि 5 वटा PSD फाइलहरु लिएर आएको छु जुन चाहिँ एडिटेबल फाइलहरु हो। यो सजिलैसँग एडिट हुन्छ र यो चाहिँ प्रशंसा पत्र र सम्मान पत्रको फाइलहरु हो। मैले आज तपाईहरुलाई 5 वटा फाइल लिएर आएको छु। यही 5 वटा फाइल चाहिँ म आज तपाईहरुलाई दिने छु। यो PSD फाइलहरुको लिंक म यही YouTube भिडियोको तल लिंक हालेर राख्दिने छु। त्यहाँबाट तपाईहरुले यसलाई डाउनलोड गरेर चलाउन सक्नुहुनेछ। मसँग भएको 5 वटा फाइलहरु एउटा यो छ, यो एउटा जस्ट स्याम्पल हो। यसमा तपाईहरुले आफ्नो कुराहरु एडिट गरेर राख्न सक्नुहुनेछ। त्यसपछि अर्को छ यो पनि एउटा स्याम्पल हो। यसमा तपाईहरुले चाहिँ यो डिजाइनमा यो सबै चेन्ज गर्न सक्नुहुनेछ। यहाँ भएको कुराहरु जति पनि छन् ती सबै चीज चेन्ज गरेर आफ्नो कुराहरु राख्न सक्नुहुनेछ। त्यसपछि अर्को एउटा छ यो एउटा डिजाइन छ। यो पनि मैले स्याम्पलकै रूपमा बनाएको हो। यो यसमा पनि सबै एडिट गर्न मिल्छ। तपाईहरुले सबै एडिट गर्न सक्नुहुनेछ। तपाईहरुलाई जस्तो मन पर्छ त्यस्तै तरिकाले एडिट गर्न सक्नुहुनेछ। यहाँ कलरहरु पनि तपाईहरुले आफ्नो हिसाबले कलरहरु पनि चेन्ज गर्न सक्नुहुनेछ। यो सबै फाइलहरु चाहिँ एडिटेबल फाइलहरु हो। तपाईहरु आफैले यसलाई मजाले एडिट गर्न सक्नुहुनेछ, चेन्ज पनि गर्न सक्नुहुनेछ। त्यसपछि अर्को एउटा छ चौथो नम्बरमा यो पनि एडिटेबल फाइलै हो। यसमा पनि तपाईहरुले चाहिँ मजाले एडिट गर्न सक्नुहुनेछ। यसमा कुनै फन्ट अथवा कुनै पनि कुराहरुलाई चाहिँ यसमा सेपरेट गरिएको छैन। यो तपाईहरुले आफ्नो भाषा, आफ्ना डिजाइनका कुराहरु यसमा सजिलैसँग रिप्लेस गर्न सक्नुहुनेछ। यो तपाईले यसमा यो पछाडीको चित्र पनि चेन्ज गर्न सक्नुहुनेछ। यसमा सजिलैसँग चेन्ज गर्न सक्नुहुन्छ। यो पनि यहाँ जुन एउटा भेक्टर हालिएको छ यो भेक्टर पनि तपाईहरुले यसलाई चेन्ज गर्न सक्नुहुनेछ। यहाँ लेखिएका कुराहरु पनि सबै तपाईहरुले आफ्नो तरिकाले चेन्ज गर्न सक्नुहुन्छ। यसको पनि तपाईहरुले यदि यो कलर मन परेको छैन भने यो कलर पनि तपाईहरुले सजिलैसँग चेन्ज गर्न सक्नुहुनेछ। यो कलरहरु चेन्ज गर्नको लागि चाहिँ तपाईहरुले सिम्पली तपाईहरुले केलाई कलर चेन्ज गर्नुपर्ने हो पहिला त्यसलाई सिलेक्ट गरेर त्यसपछि यो एफएक्स भन्ने ठाउँमा जानुभयो भने यहाँ कलर ओभरले छ। यसमा क्लिक गर्नुभयो भने तपाईहरुले चाहिँ यहाँनेरिबाट आफ्नो कलर कुन कलर राख्ने त्यो कलर चुज गर्न पनि सक्नुहुनेछ र तपाईहरुले यहाँबाट चाहिँ कलर पिकअप गर्न पनि सक्नुहुनेछ। यति मात्र नभएर तपाईहरुसँग कुनै कलर कोड छ भने त्यो कलर कोड चाहिँ यहाँनेरि कपी पेस्ट गरिदिनु भयो भने पनि त्यो कलर चाहिँ चेन्ज सजिलैसँग चेन्ज हुन्छ। यसरी चेन्ज भइसकेपछि तपाईहरुले यसलाई ओके गरिदिनुस् र यहाँ पनि ओके गरिदिनु भयो भने यो सजिलैसँग चेन्ज हुन्छ। त्यसपछि 5औं नम्बरमा छ यो एउटा डिजाइन। यो पनि तपाईहरुले सजिलैसँग यसलाई पनि चेन्ज गर्न सक्नुहुन्छ। यसको कलरहरु पनि तपाईहरुले चेन्ज गर्न सक्नुहुन्छ। जुन तपाईहरुलाई मन पर्छ त्यो तपाईहरुले चेन्ज गर्न सक्नुहुन्छ। यहाँबाट तपाईहरुलाई यहाँबाट चेन्ज गर्दा चाहिँ यसको चाहिँ के हुन्छ भने तपाईहरुलाई यो जुन 3 पार्टका कलरहरु छन् यो चाहिँ तपाईहरुको एउटै पार्टमा चेन्ज हुन्छ। यदि तपाईहरुले यसलाई यसरी चेन्ज गर्न खोज्नु भयो भने यो चाहिँ तपाईहरुको यसरी एउटै पार्टमा चेन्ज भइदिन्छ। यदि तपाईहरुले यस्तै तरिकाले नै यो चेन्ज होस् जुन यहाँ मैले कलर हालेको छु त्यही तरिकाले नै चेन्ज होस् भने चाहिँ तपाईहरुसँग यो AI भन्ने फाइल हुनु जरुरी छ। यो AI फाइल भयो भने अनि तपाईहरुले यहाँनेरि यसलाई डबल क्लिक गरिसकेपछि यहाँनेरि चाहिँ AI मा ओपन हुन्छ यो। अब यहाँनेरि चाहिँ तपाईहरुले यो कलर बाइ कलर चेन्ज गर्न सक्नुहुनेछ। जुन कलर जस्तो कलर हाल्नुपर्ने हो त्यो कलर चाहिँ कलर बाइ कलर चेन्ज गर्न सक्नुहुन्छ। यसरी तपाईहरुले चेन्ज गरिसकेपछि तपाईहरुले यहाँनेरि यसैलाई तपाईहरुले सेभ गरिदिनु भयो भने चाहिँ अनि डाइरेक्ट आएर यो फोटोशपमा सेभ हुनेछ र तपाईहरुले चेन्ज गरेको कलर पनि यहाँ आएर चेन्ज हुनेछ। यसलाई चाहिँ तपाईहरुले यहीँबाट चेन्ज गर्नु भयो भने चाहिँ यो चेन्ज हुँदैन। यो एकैचोटी सबै कलरहरुले ओभरल्याप गर्छ। जुन तरिकाले अहिले यहाँ गरिरहेछ त्यो तरिकाले यसले ओभरल्याप गर्छ। त्यसकारणले यसलाई चेन्ज गर्दा चाहिँ त्यसरी नगर्नु होला। यसलाई चेन्ज गर्दाखेरि पहिला यसलाई सिलेक्ट गर्नुस्। त्यसपछि यहाँनेरि तपाईहरु लेयरमा गएर यो खाली भाग छ यो खाली भागमा तपाईहरुले डबल क्लिक गर्नुस्। अनि यसरी AI भन्ने एउटा सफ्टवेयर हुन्छ त्यो सफ्टवेयरमा यसले चाहिँ रिडाइरेक्ट गर्छ। त्यहाँ गएर ओपन हुन्छ र अब यहाँ आएर चाहिँ तपाईहरुले यो मुभ टुलको सहायताले तपाईहरुले यहाँबाट चाहिँ कलर चेन्ज गर्नुपर्ने हुन्छ। यहाँबाट चेन्ज गरेको कलर चाहिँ सजिलैसँग चेन्ज हुन्छ र तपाईहरुको कलर वहाँ गएर पनि त्यही कलर बस्छ। एकछिनको लागि मैले तपाईहरुलाई यो कलर गरिदिँदै छु हेर्नु होला। अब तपाईले यसलाई कन्ट्रोल S गरेर सेभ गर्नुभयो
भने अब तपाईँहरूको यहाँनिर आएर त्यो कलर चाहिँ बस्छ, यो ठाउँमा आएर त्यो कलर बस्छ। अहिले यहाँ सेभ भइसकेको छैन होला, यसलाई तपाईँहरूले यहाँनिर चाहिँ कन्ट्रोल एस गरिदिनु भयो भने यहाँनिर आएर यसरी चेन्ज हुन्छ है त, यसरी चेन्ज हुन्छ। तर मलाई अहिले त्यो कलर हाल्नु छैन, त्यस कारणले यो चाहिँ तपाईँहरूले चेन्ज गर्नु पर्यो भने उता गएर चेन्ज गर्नुहोस्। अरू चाहिँ सबै तपाईँहरूले चेन्ज गर्दाखेरि यहीँबाट चेन्ज हुन्छ। यो फोटोसप यो फाइल यहीँबाट चेन्ज हुन्छ। यो कलरहरू तपाईँले यहीँबाट चेन्ज गर्न सक्नुहुन्छ होइन, यहीँबाट चेन्ज गर्न सक्नुहुन्छ सजिलैसँग। यो सबै यहीँबाट चेन्ज गर्न सक्नुहुनेछ। तपाईँहरूलाई चेन्ज गर्नु परेको खण्डमा यहीँबाट चेन्ज गर्न सक्नुहुन्छ। यसको कलर पनि तपाईँहरूले यहीँबाट चेन्ज गर्न सक्नुहुनेछ। यो 5वटा PSD फाइलहरू चाहिँ म लिङ्क बनाएर यही युट्युब भिडियोको तल हालिदिने छु। यदि तपाईँहरूलाई यो मन परेको छ र राम्रो लागेको छ भने चाहिँ तपाईँहरूले यो त्यहाँबाट डाउनलोड गरेर युज गर्न सक्नुहुनेछ। मेरो च्यानलमा रहिरहनको लागि मेरो च्यानलको सब्सक्राइब बटनलाई थिचिदिनु होला। म यस्तै अन्य भिडियोहरू पनि लिएर आउनेछु जुन तपाईँलाई काम लाग्न सक्छ। त्यसकारणले यदि मेरो यस भिडियो मन परेको छ र मैले गरेको कामहरू तपाईँलाई थोरै भए पनि मन परेको छ भने मेरो भिडियोलाई लाइक र सब्सक्राइब गरिदिनु भने नभुलिदिनु होला। धन्यवाद।